यो सिजन चाहिँ फेरि पनि वचनमा फर्किएर वचनको सत्यतालाई मण्डलीमा अभ्यास गर्नु हो। मानिसले के सिकायो, सम्प्रदायले के सिकायो, कुन संस्थाले के सिकाउँछ होइन कि प्रियहरू, वचन पवित्र शास्त्र बाइबल के भन्दै हुनुहुन्छ, परमप्रभु के भन्दै हुनुहुन्छ भन्ने त्यो वास्तविकतालाई यस पृथ्वीमा प्रकट गरेर येशूलाई वास्तविक रूपमा एक्ज्याक्ट रिप्रेजेन्टेसन गर्ने सिजन चाहिँ एपोस्टोलिक प्रोफेटिक सिजन हो। जयमसी तपाईहरु सबैजनालाई म विश्वास गर्दछु तपाईहरु सबैजना आशिषित हुनुहुन्छ होला। उपदेशक 3 अध्यायको 1 पदले भन्दछ कि सबै कुराको लागि समय छ। अनि परमेश्वरले इतिहासदेखि नै हामी हेर्छौं भने सबै कुराको लागि समय छुट्याउनु भएको छ। उहाँले छुट्याउनु भएको हरेक समय अनुसार उहाँले आफ्नो इच्छा सिजन अनुसार पूरा गर्नु भएको छ। मण्डलीको इतिहासमा हामी हेर्छौं भने उहाँले हरेक सिजन अनुसार फरक फरक तरिकाहरूबाट मण्डलीलाई त्यो नयाँ मशकमा निर्माण गर्नको निम्ति उहाँले विभिन्न ऋतुहरू विभिन्न सिजनहरू पार गरेर आजको दिनसम्म मण्डलीलाई उहाँले ल्याउनु भएको छ। जब पवित्र आत्माको आगमन भयो, जब पवित्र आत्माको छाप मण्डलीमाथि पर्यो र मण्डलीलाई पवित्र आत्माले ख्रिस्टको प्रतिनिधित्वमा जसरी निर्माण गर्दै जानुभयो, 2000 वर्षको मण्डलीको इतिहासमा परमेश्वरले मण्डलीलाई परिपक्वतामा निर्माण गर्नको लागि धेरै सिजनहरूबाट आजको दिनसम्म ल्याउनु भएको छ। र परमेश्वर उठ्नु भयो, परमेश्वर जाग्नु भयो, अझै पनि परमेश्वर चुप लागेर बस्नु भएन। उहाँको महिमाको बादल दौडिरह्यो मण्डलीलाई परिपक्वतामा निर्माण गर्नको निम्ति, मण्डलीलाई अझै सुसज्जित तुल्याउनको निम्ति। उहाँले लगभग 1980 को ताकामा प्रोफेटिक सिजन अगमबाणीको युग सुरुवात गर्नुभयो, जहाँ परमेश्वरले ठुला ठुला महान महान अगम वक्ताहरूलाई परमेश्वरले खडा गराउनु भयो। बिल हामन जस्ता मानिसहरूलाई परमेश्वरले अमेरिका जस्तो देशहरूबाट परमेश्वरले उठाउनु भयो र मानिसको अनुहार हेरेर, मानिसको जीवन हेरेर मण्डलीमा अगमबाणी बोल्ने, पहिलो शताब्दीमा जसरी अगमवक्ताहरू थिए, पुरानो करारमा भएका जसरी अगमवक्ताहरूले चाहिँ अगमबाणी गर्थे, त्यस्तो अगमवक्ताहरू परमेश्वरले मण्डलीमा संसारभरि पठाउनु भएर एउटा नयाँ युग परमेश्वरले मण्डलीमा ल्याउनु भयो। र प्रभु येशू ख्रिस्टको शरीरमा मण्डलीमा अगमवक्ताको वरदानलाई परमेश्वरले पुनर्स्थापना गर्नुभयो, जुन लगभग 1500 वर्षसम्म अगमवक्ताहरू गुमनाम हुनु परेको थियो। तर परमेश्वरको महिमा पवित्र आत्माले एलियाको आत्माको अभिषेक बोकेका अगमवक्ताहरू मण्डलीमा पुनर्स्थापना गरिदिनु भयो। र 1990 को ताकामा हामी हेर्छौं भने परमेश्वरले एउटा नयाँ सिजन ल्याउनु भयो। यो सिजनमा हामी लगभग 42 वर्षदेखि हामी जोडिरहेका छौं, जसलाई भनिन्छ एपोस्टोलिक रिफर्मेसन, एपोस्टोलिक सिजन। 1990 को ताका पश्चात संसारभरि परमेश्वरले प्रेरितीय जागृति पठाउनु भयो, ताकि मण्डली पहिलो शताब्दीको मण्डलीको ढाँचामा फेरि पुनर्निर्माण गर्नको निम्ति, प्रेरितहरूले बसालेको जगलाई फेरि पनि उत्खनन गर्नको निम्ति, त्यो जगलाई फेरि पुनर्स्थापना गर्नको निम्ति परमेश्वरले आफ्नो दुलैहरूको बीचमा मण्डलीमा उहाँले प्रेरितहरू पठाउनु भयो, जसले वचनको सिद्धान्त अनुसार मण्डलीलाई फेरि पनि उहाँको वचनको हीरा र रत्नले सुसज्जित तुल्याउनको निम्ति, ख्रिस्टको दुलै निर्माण गर्नको निम्ति उहाँले न्यू सिजन एपोस्टोलिक सिजनको महिमा यस पृथ्वीमा खन्याउनु भयो। ख्रिस्टले मण्डलीलाई किन प्रोफेटिक एपोस्टोलिक सिजन हुँदै क्राइस्ट लाइकनेस, ख्रिस्ट केन्द्रित महिमामा किन निर्माण गर्दै हुनुहुन्छ भने एफिसी 2 अध्यायको 20 पद अनुसार हेर्छौं भने मण्डलीमा प्रेरितहरूलाई, अगमवक्ताहरूलाई जगको रूपमा परमेश्वरले स्थापना गर्नुभएको छ। अनि मुख्य कुनै ढुङ्गो ख्रिस्ट येशू हुनुहुन्छ। त्यसैले परमेश्वरले विभिन्न सिजनहरू पठाउनु भएर उहाँले वचनको सिद्धान्तमा, वचनको रियालिटीमा, वचनको महिमामा मण्डलीलाई फर्काउँदै हुनुहुन्छ, किनभने वचन ख्रिस्ट हुनुहुन्छ र वर्ड सेन्टर्ड, डक्ट्रिन सेन्टर्ड,
क्राइस्ट सेन्टर्ड वचन अनुसार चाहिँ यो सिजनहरूले येशू ख्रीष्टले मण्डलीमा खन्याउन चाहनु भएको नयाँ दाखमध्य, त्यो नयाँ महिमा मण्डलीले रिसिभ गर्न सकेका हुन् भन्ने उद्देश्यले विभिन्न सिजनहरूद्वारा परमेश्वरले मण्डलीलाई निर्माण गर्नुभयो। र अहिलेको समयमा हामी एपोस्टोलिक प्रोफेटिक रिफर्मेसनको सिजनमा छौं। किनभने प्रियहरू, प्रेरित र अगमवक्तालाई परमेश्वरले मण्डलीको जगको रूपमा निर्माण गर्नुभएको छ। पहिलो चाहिँ प्रेरितहरूलाई उहाँले मण्डलीलाई सुसज्जित तुल्याउनको निम्ति, ख्रीष्टको दुलही निर्माण गर्नको निम्ति पठाउनु भएको छ। किनभने ख्रीष्ट येशू आफै महान प्रेरित हुनुहुन्छ। पहिलो प्रेरित चाहिँ ख्रीष्ट येशू स्वयं हुनुहुन्छ। किनभने प्रभु येशू ख्रीष्ट पिताद्वारा पठाइएको एकलौटे पुत्र हुनुहुन्छ र त्यो पुत्रले यस पृथ्वीमा पिताको महिमालाई प्रकट गर्नुभएको छ। त्यसैले यो प्रेरितीय मशकद्वारा, प्रेरितीय सिजनद्वारा, ताकि त्यो पिताको महिमालाई मण्डलीले यस पृथ्वीमा प्रस्तुत गर्न सकेको होस् भन्ने उद्देश्यले फेरि पनि हामीलाई पहिलो शताब्दीको त्यो मशकद्वारा मण्डलीलाई निर्माण गर्ने नयाँ आयाममा, नयाँ डाइमेन्सनमा परमेश्वरले हामीलाई पठाउनु भएको छ प्रियहरू। त्यसैले यो सिजन चाहिँ ख्रीष्टतर्फ फर्कने सिजन हो। यो सिजन चाहिँ ख्रीष्ट येशूलाई मण्डलीमा जगको रूपमा स्थापना गर्ने सिजन हो। यो सिजन चाहिँ फेरि पनि वचनमा फर्किएर वचनको सत्यतालाई मण्डलीमा अभ्यास गर्नु हो। मानिसले के सिकायो, सम्प्रदायले के सिकायो, कुन संस्थाले के सिकाउँछ होइन कि प्रियहरू, वचन, पवित्र शास्त्र, बाइबल के भन्दै हुनुहुन्छ, परम प्रभु के भन्दै हुनुहुन्छ भन्ने त्यो वास्तविकतालाई यस पृथ्वीमा प्रकट गरेर येशूलाई वास्तविक रूपमा एक्ज्याक्ट रिप्रेजेन्टेसन गर्ने सिजन चाहिँ एपोस्टोलिक प्रोफेटिक सिजन हो। त्यसैले प्रियहरू, यो सिजनमा परमेश्वरले यो रिफर्मेसनद्वारा मण्डलीलाई अब फेरि पनि परमेश्वरको राज्यको घरानाको ढाँचामा निर्माण गर्दै हुनुहुन्छ। ताकि प्रेरितहरूले जसरी प्रेरित 2:42 संगतिको ढाँचालाई स्थापना गरे, तिनीहरू प्रेरितहरूका शिक्षा, संगति, रोटी बचाई, प्रार्थनामा निरन्तर भक्ति साथ लागिरहन्थे। त्यो एपोस्टोलिक कल्चरलाई फेरि पुनर्स्थापना गर्नको निम्ति, ख्रीष्ट येशूमा फर्काउनको निम्ति परमेश्वरले यो नयाँ मशक मण्डलीमा पठाउनु भएको छ। प्रियहरू, यो मशकले भन्दछ कि मण्डली संस्था होइन, मण्डली परमेश्वरको राज्यको संयन्त्र हो, मण्डली परमेश्वरको घराना हो र यो घराना चाहिँ कुनै पनि प्रकारको सांसारिक तौर तरिकाबाट निर्माण हुँदैन। यो त परमेश्वरको राज्यको सिद्धान्तद्वारा निर्माण हुँदछ र ख्रीष्ट येशू आफै मुख्य कुनै ढुङ्गो हुनुहुन्छ। प्रियहरू, परमेश्वरले सिजनद्वारा मण्डलीलाई निर्माण गर्नु भएको छ र यो हामी अन्तिम सिजनमा आएका छौं, ख्रीष्टतर्फ फर्कने सिजनमा आएका छौं। त्यसैले यो सिजनको मुख्य उद्देश्य चाहिँ यो हो कि गलाती 4:19 अनुसार हामी हेर्छौं भने ख्रीष्ट पूर्ण रूपमा हाम्रो जीवनमा नबनिनु भएसम्म जसरी प्रेरितहरूलाई प्रसव वेदना भयो, त्यो चाहिँ फर्मिङ अफ क्राइस्ट, ख्रीष्ट हाम्रो जीवनमा बनिनु भएर त्यो अदृश्य परमेश्वरलाई हाम्रो जीवनमा परमेश्वरले राखिदिनु भएको पुत्रत्वद्वारा एक्ज्याक्ट रिप्रेजेन्टेसन गर्नु यो ख्रीष्टमा फर्कने अभियान, ख्रीष्टमा फर्कने यो नयाँ मशकको मुख्य उद्देश्य हो। प्रियहरू, के तपाईँ यो सिजनमा आउँदै हुनुहुन्छ? के तपाईँ परमेश्वरले पठाउनु भएको सिजनलाई रेस्पोन्ड गर्दै हुनुहुन्छ? के तपाईँ यो सिजनको रहस्यलाई बुझ्नु भएको छ? आउनुहोस् प्रियहरू, हामी सँगसँगै मिलेर परमेश्वरको राज्यको सेवा गरौँ ताकि स्वर्गलाई यस पृथ्वीमा हामी प्रकट गर्न सकौं। परमेश्वरले तपाईहरुको जीवनमा प्रशस्त आशीष दिनुभएको होस्।